अघि त के यस्तो केही भन्नै थिएन मैले किन यस्तो भयो भनेर सोचेँ अनि दिमागमै आएन कि फोनबाट गर्छु भनेर। अब मेरो 2 किड्स भइसक्यो मैले 18+ गरिदिन्छु सोचेँ। यस्तो टेन्सन गर्दै थिएँ मैले भिडियो एडिट नि गर्दिनँ न सर्ट्स राख्छु न रिल राख्छु के हो मैले चाहिँ सेड्युल गरिदिन्छु सोचेँ। हाई एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। म चाहिँ धेरै पछि एउटा भ्लग लिएर आएको छु। आज मैले के गर्छु भनेर देखाउँछु। मैले चाहिँ बढारेँ सो मैले चाहिँ झाडु लगाएँ अनि त्यसपछि म चाहिँ छतमा गएको थिएँ अनि त्यसपछि मैले चाहिँ तिते करेलाहरू टिपेर ल्याएँ। यसलाई चाहिँ चाना बनाएर सुकाइदिन्छु अनि त्यसपछि मैले चाहिँ एउटा के कुरा भन्न छ सो स्टोरी टाइम पनि हुँदैछ यो भ्लगमा। सो हेर्दै गर्नु है हेर्नु है मैले कसरी काट्छु भनेर। सो गाइस मैले चाहिँ काटेर गइसकेँ। यो चाहिँ हिजो काटेको थिएँ सुकाएको ओइले छ। यसलाई चाहिँ म सुकाउँछु अनि त्यसपछि म चाहिँ पोछा लगाउँछु अनि भेट्छु ल। मैले चाहिँ यसलाई यसरी ढाकेर सुकाउँछु बाहिर लगेर। हाई गाइज म चाहिँ आइसकेँ। म चाहिँ पोछा लगाएर गमलाहरू माथि राखेर आएँ। अब चाहिँ मैले भन्छु के भन्न खोजेको थिएँ भनेर। यो कुरा चाहिँ के अरे न्यु इयरको दिनको हो। मैले चाहिँ मेरो इक्जाम चलिरहेको थियो। मैले अघिल्लो भ्लगहरूमा पनि भनेको थिएँ इक्जाम आउँदैछ भनेर। अनि त्यसपछि मैले चाहिँ इक्जामको बेलामा पनि भिडियो राख्न छुटाउँदिनँ कन्सिस्टेन्सी मेन्टेन गर्छु भनेर एउटा भिडियो सुट गरेर एडिट गरेर राखेको थिएँ। अनि त्यसपछि न्यु इयरको दिन चाहिँ हामी बेलबास गएको थियौँ। बेलबासबाट आएपछि चाहिँ मैले त्यो पोस्ट गरिदिएँ होइन अनलिस्टेडमा थियो। अनि त्यसपछि मैले चाहिँ पब्लिक गराइदिएको थिएँ। अनि त्यसपछि लगभग आधा घन्टापछि चाहिँ मैले ल्यापटपबाट त्यो एनालाइटिक्सहरू चेक गर्न थालेँ कतिले हेरेँ भनेर। मैले चाहिँ हेर्छु कि होइन। अनि त्यसपछि त्यहाँ चाहिँ मैले डिस्क्रिप्सनमा चाहिँ के अरे स्पेलिङ रङ भेटेँ होइन। अनि त्यसपछि मलाई चाहिँ दिमागै आएन कि त्यसपछि मैले के गरेँ भन्दाखेरि मैले के गरेँ भन्दाखेरि त्यो स्पेलिङ सच्याउन थालेँ होइन त्यही। अनि त्यसपछि मैले बिर्सेछु कि ल्यापटपबाट त्यो कि 18+ अथवा कि मेड टु किड्सहरू नबनाएपछि चाहिँ त्यो हुँदैन के अरे पोस्ट हुँदैन भनेर मैले पोस्ट अनि त्यसपछि सेभ पनि हुँदैन सेभ चेन्जेस पनि गर्न मिल्दैन। सो मैले त्यो चाहिँ बिर्सेछु अनि मैले चाहिँ स्पेलिङ मिलाएर अनि सेभ चेन्जेस गरिदिएँ। अनि त्यसपछि फेरि एकैछिनपछि फेरि फोनबाट हेर्दाखेरि चाहिँ मेड टु किड्स भन्यो कि। अनि मैले चाहिँ अघि त गरेको थिएँ अघि त के यस्तो केही भन्नै थिएन मैले किन यस्तो भयो भनेर सोचेँ। अनि त्यसपछि मलाई याद आयो कि मैले ल्यापटपबाट मिलाएर त्यस्तो गरेँ भनेर। अनि त्यसपछि मैले युट्युब के अरे सुरुमा त च्याट जिपिटीलाई गरेँ सकेन। अनि त्यसपछि के गर्न भन्यो
मिल्दै मिलेन कि अनि 1 घन्टा भइसकेको थियो। मैले चाहिँ ChatGPTलाई नभएपछि चाहिँ फेरि साथीलाई सोध्नु थालेँ। साथीले पनि मेसेज हेरेन। अनि त्यसपछि एउटा दाइलाई सोधेँ, दाइले पनि सक्दैन। अनि त्यसपछि 1 घन्टा भइसकेको थियो अनि हामीलाई चाहिँ तल खाना खान बोलाउनु थियो। अनि त्यसपछि हामी खाना खान गयौँ। अनि त्यस्तै छोडेर गएँ, टेन्सन लिई गएँ। अनि खाना खाएर आएपछि चाहिँ फेरि मैले युट्युबमा ट्युटोरियलहरू पनि हेर्न थालेँ, भेटाइनँ मैले चाहिँ। अनि त्यसपछि के गर्थेँ भन्दाखेरि अब मेड टु किड्स भइसक्यो, मैले 18+ गरिदिन्छु सोचेँ। अनि त्यसपछि 18+ गरिदिएको त त्यो आफै भयो कि आफै पब्लिक भयो। सो त्यही हो। मैले चाहिँ यो भिडियो न्यु इयरको दिन पनि यति बनाएको थिएँ बोलेर, त्यो पनि एडिट गर्न अल्छी गरेँ। अस्ति पनि गरेको थिएँ, अस्ति पनि एडिटै गरिनँ। सो आज चाहिँ मैले मनलाई सम्हालेर मैले बनाउँछु। आजकल चाहिँ म धेरै अल्छी भएको। म भिडियो एडिट नि गर्दिनँ, न सर्ट्स राख्छु न रिल राख्छु, के हो। सो त्यही हो। अनि त्यसपछि अर्को कुरा अनि के भयो भन्दाखेरि मैले चाहिँ इक्जामको बेलामा रिलहरू पनि राख्छु। सो मैले चाहिँ इक्जामको बेलामा रिलहरू राख्न छुटाउँदिनँ भनेर चाहिँ के गरेको थिएँ भन्दाखेरि मेरो टिकटकको पुरानोहरू भिडियोहरू चाहिँ सुरुमा चाहिँ इन्स्टाको ड्राफ्टमा राखेँ। अनि त्यसपछि मैले चाहिँ सेड्युल गरिदिन्छु सोचेँ। अनि सेड्युल गर्दै अनि एउटा होइन, 2टा होइन, 3टा होइन, कति धेरै गरिदिएँ कि। अनि त्यसपछि अनि त्यो धेरै गर्ने भने चाहिँ लिमिट एक्सिड हुँदो रहेछ। अनि त्यसपछि मेरो पुरानो रिलहरू अनि केही देखेन कि 2-3टा मात्रै देख्यो। अनि पिन गरेको पनि देख्यो। मैले चाहिँ मेन ग्रिडबाट चाहिँ हटाएको छु रिलहरू। मेरो रिलहरू चाहिँ रिलको सेक्सनमा मात्रै भेटिन्छ मेरो प्रोफाइलको। सो त्यहाँ अब उता पनि हटाएको छु भनेपछि चाहिँ भेट्दैन। म त यस्तो टेन्सन गर्दै थिएँ। त्यही हो गाइज। सो त्यही हो गाइज। थ्याङ्क यू सो मच फर वाचिङ। म चाहिँ हजुरहरूसँग अर्को भिडियोमा भेट्नेछु। बाई। मलाई